विगत केही भिडियोहरूमा हामी नम्बर सिस्टममै छौँ। सो आज एउटा क्वेसन लिएर आएको छु। आज पनि नम्बर सिस्टमको यो हेक्साडेसिमल टु अक्टल नम्बर सिस्टम चाहिँ कसरी कन्भर्ट गर्ने भन्ने एउटा प्रब्लम लिएर आएको छु। सो एउटा क्वेसन लिएर आएको छु मैले। क्वेसनमा चाहिँ के छ भन्दाखेरि ए टु बी बेस 16 लानुपर्ने के छ बेस 8। सो योभन्दा अगाडिको भिडियोमा मैले भन्दै आएको छु जहाँ चाहिँ हाम्रो बेस 10 छैन त्यहाँ हामीले बेस 10 ल्याउने हो, बिचमा चाहिँ हामीले ल्याउने हो। त्यही भएर यो ए टु बीलाई फर्स्टमा हामीले बी टेनमा सरी बेस 10मा कन्भर्ट गर्ने अनि बेस 10बाट आएको चाहिँ चाहिँ फेरि बेस 8मा कन्भर्ट गर्ने। सो पहिला हामी चाहिँ ए टु बीलाई लगाउँ, बेस 10मा लगाउँ। कसरी लान्छ ए इन्टु 16 प्लस 2 इन्टु 16 अनि प्लस बी इन्टु कता 16 0 1 2 यो एडिट ए भनेको 10 10 इन्टु 16 को पावर स्क्वायर प्लस यो 2 इन्टु 16 प्लस यो भनेको 11 इन्टु 1 यो चाहिँ 11 इन्टु 1 हो। सो यसलाई अब क्यालकुलेट प्रयोग गर्नु होला। 16 स्क्वायर इन्टु 10 अनि यसको डेटा 256 256 त्यहाँ 2560 प्लस 32 प्लस 11 गर्दाखेरि टोटलमा हाम्रो तिनटै जोड्दाखेरि के आउँछ 2603 यो बेस चाहिँ कतिमा आयो त बेस 10 मा आयो। अब यसलाई लानुपर्ने छ कता बेस 8 मा। त्यो मैले यहाँनिर गरेँ 2603 रिमाइन्डर अब 8 ले डिभाइड गर्नुपर्छ किनकि डेसिमलबाट लानुपर्ने हामीले के छ त अक्टलमा हो। सो 2603 लाई सो मैले 2603 लाई के गर्छु डिभाइड बाइ 8 गर्छु। कति आउँछ डिभाइड बाइ 8 गर्दाखेरि हाम्रो एन्सर चाहिँ कति आउँछ भन्दाखेरि यो हामीले योभन्दा अगाडिको भिडियोमा पनि गरिसकेका छौँ यो। सो 325 पोइन्ट कता 375 आयो यसलाई डिभाइड गर्दाखेरि। सो यसमा डाइरेक्ट मैले लेखेँ कता 325। अब हामीलाई चाहियो रिमाइन्डर। सो 0.375 इन्टु 8 गर्दाखेरि कति आउँछ 0.375 इन्टु 8 गर्दाखेरि हाम्रो रिमाइन्डर आयो कता रिमाइन्डर आयो 3। त्यसै गरी फेरि 8 ले भाग गर्नु पर्यो। सो कति 325 डिभाइड बाइ 8 गर्दाखेरि कति आयो यो पनि 40 आयो। अब त यो रफ नलेख्दा पनि हुन्छ, यो तपाईँलाई बुझाउनुको लागि मैले लेखिरहेको खासमा कति आयो यो 40.625 आयो खासमा। सो 40 यहाँ लेख्दै अब के त 0.625 इन्टु 8 गर्दा कति आउने भयो यो 5 आउने भयो। फेरि 8 अब सो 40 डिभाइड बाइ 8 गर्दा कति आयो त 5 5 8 जा 40 रिमाइन्डर कति आयो त 0। सो देयरफोर के लेखेँ मैले एन्सर ए टु बी यो बेस 16 हामीले लेखेको कति आयो त 5053 इज द बेस 8 इज द एन्सर। एउटा तरिका यो भयो। अर्को हामीसँग अर्को तरिका पनि छ यो गर्नको लागि। सो ए भनेको चाहिँ हाम्रो के हो त 10 यो भनेको हाम्रो बाइनरीमा कति 10 भनेको 1010 हो। 2 भनेको त हाम्रो 1 सरी 10 हो। यसलाई हामीले चारवटा बिटमा लेख्दाखेरि कति त किनकि हाम्रो बेस 16 मा छ भने चाहिँ हाम्रो चारवटा बिट बनाउनु पर्ने छ। सो हाम्रो 0010 भनेको सो बी भनेको त बी भनेको 11 11 भनेको त 1011। सो लेख्दाखेरि यसलाई चाहिँ सुरुमा लेख्दाखेरि कति त त्यसलाई लेख्दाखेरि के गर्छ सुरुमा 1010 0010 अनि 1011 यो चाहिँ हाम्रो बेस 2 मा गयो। अब हामीले लानुपर्ने छ के त बेस 8 मा। सो तिनटाको पेयर बनाउने हो। यो तिनटा भयो यो तिनटा भयो यो तिनटा भयो र यो तिनटा यो सुरुको 5 त्यसपछि 0 त्यसपछि 5 त्यसपछि आएर कता त्यसरी चाहिँ हामीले यो पनि गर्न सकिन्छ है। त्यो मैले गराएन योभन्दा अगाडिको भिडियोमा मैले गरेर देखाएको छु कसरी गर्ने भन्ने कुराहरू त्यो पनि राम्रोसँग हेर्नु होला। र यसलाई अर्को एउटा क्वेसन पनि जाउँ अर्को क्वेसन पनि ओके सिओसीमा यताको मैले गरिनँ है। यो चाहिँ यताको क्लियर पारिदियो सिओ C0C लाई लानुपर्ने कतिमा त बेस 8 मा हुन्छ। यो मेथड चाहिँ अब अघि नै भने मैले बेस 10 मा सुरुमा लाने बेस 10 बाट आएकोलाई चाहिँ बेस 8 मा लाने। अघि यो मेथड चाहिँ मैले खासै क्लियर गरेको छैन। अब यो मेथड चाहिँ अहिले चाहिँ क्लियर गर्छु। सी भनेको कति भयो त हामीलाई के थाहा छ भन्दाखेरि 10 भनेको ए 11 भनेको बी 12 भनेको त सी। सो सी लाई हामीले पहिला के गर्नुपर्छ सो सी भनेको त सी भनेको 12 सो 12 भनेको 2 6 are 12 रिमाइन्डर कति त 0 एन्ड 2 3 are 6 रिमाइन्डर कति आयो त 0 एन्ड 2 1 are 2 रिमाइन्डर कति आयो त सी भनेको 1 1 0 0 1 1 0 0 आयो। त्यसपछि 0 भनेको त चारवटा 0 भइहाल्यो 1 2 3 4। अर्को फेरि सी आयो फेरि सी भनेको त 1 1 0 0
अब लेख्दाखेरि के हुन्छ सँगै लेख्ने हो सो 1100 अनि 4 वटा 0 चारवटा 0 त्यसपछि 1100 सो अब यसलाई चाहिँ हामीले प्योर बनाउनु पर्दाखेरि अक्टलमा चाहिँ हामीले तिनटाको प्योर बनाउने यो तिनटा भयो त्यसै आएर यो तिनटा भयो यो 0 को तिनटा भयो यो फेरि यो तिनटा सो यसलाई चाहिँ अब यो भनेको त यो भनेको चाहिँ 100 भनेको अब यसलाई मल्टिप्लाई गरेर हेर्नुपर्छ यो कति 2 यसलाई 2 into 1 plus 0 into 1 sorry 2 plus 0 into 2 0 1 2 यो कति सरी यो 2 हो यो 1 हो जाने यो 4 plus 0 plus 0 यो कति आयो त भन्दाखेरि 4 नै आयो सो यो भनेको हाम्रो कति आयो त यो 4 यो कति आयो त यो भनेको तिनटा 001 यो 1 भइहाल्यो यो तिनटा 0 भनेको 0 भइहाल्यो यो भनेको 110 भनेको त 110 भनेको 1 into 2 plus 1 into 2 plus 0 into 2 so 0 1 2 so यो कति भयो त यो 4 plus 2 यो भनेको त यो प्लस 0 भइहाल्यो यो भनेको 6 यो भनेको त 6 therefore हाम्रो आन्सर कति आयो त यो भनेको कति आयो त C0 C16 मा चाहिँ हाम्रो आन्सर कति आयो त 6014 बेस हाम्रो निकाल्नुपर्ने कति छ यो बेस 2 रहेछ यहाँ बेस 8 मा लानुपर्ने यो बेस 8 छ आन्सर यहाँ अपडेट गर्नु बिचारेको क्लासमा लानु खोजेको चाहिँ अक्टलमा लानु खोजेको सो 6014 चाहिँ हाम्रो एन्सर हो र लास्ट चाहिँ अब गरौँ यो लास्ट एउटा क्वेसन गरौँ यसलाई चाहिँ कम्प्लिट गर्दै गरौँ यसलाई चाहिँ गरिदिउँ अब सो यसलाई पहिला बेस 10 मा लगाउँ कस्तो लाग्छ बेस 10 मा सो 5 into कति 16 plus 1 into 16 plus 0 into 16 0 1 2 सो कति आयो त यो 2 हो यो त अलिकति भएन सो यसलाई क्याल्कुलेट युज गर्नु होला सो कति हाम्रो 16 स्क्वायर इन्टु कति त 5 कति आयो त 1280 plus 16 plus 0 भइहाल्यो यता प्लस 16 कति आयो हाम्रो 1296 अब यो चाहिँ हाम्रो केमा आयो त यो त बेस 10 मा आयो अब हामी लानुपर्ने कति त 1296 लाई हामी लानुपर्ने अक्टलमा सो डिभाइड बाइ 8 सो डिभाइड बाइ 8 गरे मैले कति आयो त 162 मात्र आयो सो रिमाइन्डर पोइन्टमा आएन भने चाहिँ रिमाइन्डर कन्फर्म 0 हो डिभाइड बाइ 8 गर्दाखेरि अब चाहिँ पोइन्टमा आयो कति आयो त हामीले 162 लाई डिभाइड बाइ 8 गरेर कति आयो त 20.25 सो 20 लाई ल यहाँ राख्ने 8 ले भाग गरे हो अब रिमाइन्डर निकाल्नु पर्यो सो कति त 0.25 into 8 गर्दा कति आउने भयो त 0.25 into 8 गर्दा चाहिँ हाम्रो आउने भयो कति त 2 अब त सकिन्छ होला 8 2 16 रिमाइन्ड गर्दा आयो त 4 देयरफोर हाम्रो आन्सर कति हुने भयो त 510 बेस कति त यो 16 लाई हामीले के गर्नु त 2420 बेस 8 यहाँ पनि हाम्रो अलिकति मिस्टेक भएको छ यहाँ यो बेस 8 बनाउनु पर्ने यो डाइरेक्ट यसलाई पनि डाइरेक्ट गर्दै मैले अब यो हेक्साडेसिमलमा भएको भएर 5 भनेको 101 है त चारवटा बिट बनाउने हो 1 भनेको चाहिँ कति त तिनटा 0 1 अनि 0 भनेको त चारवटा 0 सो अब तिनटाको पेयर बनाऊ यो एउटा भयो है त त्यसपछि आएर यो अर्को पेयर भयो यो चाहिँ अर्को पेयर भयो यो तिनटा अर्को पेयर भयो सो 10 भनेको त 2 त्यसै आएर 100 भनेको 4 अनि 010 भनेको चाहिँ फेरि 2 लास्टमा कति 0 एन्सर चाहिँ उति नै आउने हो सो यो गर्ने तरिका त यो भन्दा अगाडिको मैले क्वेसनमा सल्भ गर्दै आएको थिएँ आज अहिले चाहिँ यो गरेँ त्यसै चाहिँ हामीले एन्सर लेख्न सकिन्छ ओके थ्यांक यू फर वाचिङ अब यो सोलुसनको लागि चाहिँ यो प्र्याक्टिसको लागि चाहिँ मैले यहाँ 3-4 क्वेसनहरु हालेको छु यसलाई चाहिँ प्र्याक्टिस गर्नु होला एबीसीडी बेस 16 टु बेस 8 अनि डीएडी बेस 16 टु बेस 8 अनि 4 5 सी बेस 16 लाई बेस 8 मा लानु पर्ने छ अर्को 920 बेस 16 लाई बेस 8 मा र C0 DE लाई चाहिँ बेस 16 बाट बेस 8 मा यसको एन्सर चाहिँ तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला थ्यांक यू फर वाचिङ